धनी बन्न के पढ्नै पर्छ? नमस्कार मित्रहरू। आज म एउटा रोचक प्रश्नबाट सुरु गर्न चाहन्छु। धनी बन्न के पढ्नै पर्छ? धेरैले भन्छ धेरै डिग्री पढ्नुपर्छ, विदेश जानुपर्छ, ठुलो व्यापार गर्नुपर्छ, धेरै पैसा हुनुपर्छ। तर एउटा प्रश्न छ, किन धेरै पढेका मानिसहरू पनि गरिब छन् अनि धेरै कम पढेका मानिसहरू करोडपति बनेका छन्? यसको अर्थ धनी बन्नका लागि किताब मात्र होइन, जीवन पनि पढ्नुपर्छ। आज हामी जीवन बदल्ने 7वटा पाठ सिक्नेछौँ। नम्बर 1, आफूलाई पढ्न सिक्नुहोस्। संसार जित्नुभन्दा पहिला आफूलाई जित्नुपर्छ। आफूलाई सोध्नुहोस्, मेरो सबैभन्दा ठुलो क्षमता के हो? म कुन काम राम्रो गर्न सक्छु? मेरो कमजोरी के हो? धेरै मानिस अरूको सपना पछ्याउँछन्, आफ्नै क्षमता चिन्दैनन्। आफूलाई चिन्ने मानिसले सही बाटो गर्छन् र यसको सन्देश हो, आफूलाई नचिन्ने मानिसले अवसर पनि चिन्न सक्दैन। नम्बर 2, पैसाको भाषा पढ्न सिक्नुहोस्। धनी मानिसले पैसालाई आफ्नो लागि काम गराउँछ। गरिब मानिस पैसा कमाउँछ तर सबै खर्च गरिदिन्छ। यदि तपाईँले कमाउनु भयो भने केही खर्च गर्नुहोस्, केही बचत गर्नुहोस्, केही लगानी गर्नुहोस्। सानो रकम पनि नियमित रूपमा बचत गरे ठुलो पुँजी बन्न सक्छ। नम्बर 3, सिप सिक्नुहोस्। आजको संसारमा सिप नै सम्पत्ति हो। यदि तपाईँसँग सिप छ भने अवसर आफै आउँछ। उदाहरण, भिडियो एडिटिङ, ग्राफिक डिजाइन, कम्प्युटर, सार्वजनिक रूपमा बोल्ने कला, व्यवसाय गर्ने सिप आदि। जति धेरै सिक्नुहुन्छ उति धेरै मूल्यवान बन्नुहुन्छ। नम्बर 4, समयको मूल्य बुझ्नुहोस्। सबै मानिससँग दिनको 24 घण्टा हुन्छ। फरक यति हो, कसैले समय खर्च गर्छ, कसैले समय लगानी गर्छ। आजको सानो समय सही ठाउँमा लगानी गर्नुभयो भने भविष्य बदलिन सक्छ। नम्बर 5, असफलताबाट सिक्नुहोस्। धेरै मानिस पहिलो हारमै रोकिन्छन्, तर सफल मानिसहरू हारलाई शिक्षक बनाउँछन् र हरेक असफलताले एउटा प्रश्न सोध्छ, अब तिमीले के सिक्यौ? हार नमान्ने मानिस नै अन्ततः सफल हुन्छ। नम्बर 6, सही सङ्गत रोज्नुहोस्। तपाईँ जस्ता मानिससँग बस्नुहुन्छ बिस्तारै त्यस्तै बन्नुहुन्छ। यदि तपाईँ सधैँ नकारात्मक सोच भएका मानिससँग बस्नुभयो भने तपाईँको सोच पनि त्यस्तै नै हुन्छ। मेहनती, सकारात्मक र लक्ष्य भएका मानिससँग सङ्गत गर्नुहोस्। अन्तिम अर्थात् नम्बर 7, जीवनभर विद्यार्थी बन्नुहोस्। विद्यालय सकियो भन्दैमा पढाइ नरोक्नुहोस् अथवा सिक्ने कामलाई जारी राख्नुहोस्। हरेक दिन केही न केही नयाँ सिक्ने बानी बसाल्नुहोस्। सिकाइ रोकिनु भनेको विकास रोकिनु हो। र निष्कर्षमा धनी बन्न तपाईँले केवल किताब होइन, यी 7 कुरा पढ्नुपर्छ। नम्बर 1, आफूलाई। नम्बर 2, पैसालाई। नम्बर 3, सिपलाई। नम्बर 4, समयलाई। नम्बर 5, असफलतालाई। नम्बर 6, मानिसलाई। र नम्बर 7, अवसरलाई। धन रातारात आउँदैन। धन सही सोच, सही बानी र निरन्तर प्रयासको परिणाम हो। धनी बन्न भाग्यको प्रतीक्षा नगर्नुहोस्, ज्ञान बढाउनुहोस्, सिप सिक्नुहोस्, समयको सम्मान गर्नुहोस् र निरन्तर मेहनत गर्नुहोस्। जब तपाईँ आफैलाई मूल्यवान बनाउनुहुन्छ, सफलता र समृद्धि बिस्तारै तपाईँतिर आउन थाल्छ। याद राख्नुहोस्, धनी मानिसको सबैभन्दा ठुलो सम्पत्ति बैङ्कमा भएको पैसा होइन, उसको दिमागमा भएको ज्ञान, उसको हातमा भएको सिप र उसको जीवनमा भएको अनुशासन हो। धन्यवाद। आजको यो प्रेरणादायी सन्देश तपाईँलाई कस्तो लाग्यो? यस्तै महत्त्वपूर्ण प्रेरणादायी सन्देशहरू, भिडियोहरू हेर्नका लागि युट्युब च्यानल र फेसबुक पेज छ, फलो अनि सब्सक्राइब गरिदिनुहोला। धन्यवाद।